बाइक हो यस्तो तरबार फ्यूचर गाडी त यहाँ पो रहेछ यार मेरो डिस्क ब्रेक भनेर कस्तो दामी के ह्यान्डल समेत क्या हेलो फ्याम वेलकम टु माई युट्युब च्यानल मेरो भिडियोमा तपाईँहरूलाई स्वागत छ के छ दाजुभाइहरू रविन भाइ फेरि आइसक्यो न्यू भिडियो लिएर है आयो तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु फिट एन्ड फाइन छु नेपाल छोडेको पनि ठ्याक्कै 1 महिना भइसकेको छ अनि म चाहिँ यहाँ टक्क घाम ताप्दै बसेछु हेर्नु है अब काम सुरु हुने बेला भयो अब यस्तो लिन जान्छ रुममा पुर्याउन जान्छ ल्याएर छोडिदिन्छ गदा पेलाइदिन्छ फेरि कारमा हालेर लान्छ रुममा छोडिदिन्छ अब गाह्रो छ हौ घाम ताप्दै बसेछु म त्यही टक्क घामै आएको छ सर र दाइहरू चाहिँ सबै भित्र जानु भइसक्यो म चाहिँ यसो आज जाडो नि भइरहेछ टक्क घाम ताप्दिउँ भनेर यसो बसिरहेको जङ्गलको बिचमा ल्याएर छोड्दैछ रोमानिया यत्रो सहर होला भने योभन्दा त बरु काठमाडौँ दामी छ क्या रोमानिया भन्दा फेरि सिस्टम चाहिँ फेरि खतरा होइन यता तर काठमाडौँ विदेश भन्दा चाहिँ तर नेपालै राम्रो छ क्या के गर्नु बाध्यता छ नि त पैसा छैन नेपालमा के गर्नु होइन म चाहिँ यहाँ टक्क बसिरहेको छु काममा चाहिँ मोबाइल चलाउनु पाइँदैन अब 8 बजे भनेपछि 9-10 11 नेपालको 11 बजेबाट चाहिँ काम सुरु हुन्छ यहाँ अनि सर भिभेर कम्पनीको अगाडि एउटा दुईटा तीनटा चारवटा पाँचवटा छवटा 7वटा गाडी अझै ठुल्ठुलो सामान बोक्ने गाडी त आएको छैन 3टा 4टा गाडी छ मान्छे भन्दा धेरै अनि यस्तै छ रोमानिया हेर्नुहोस् हामीले काम गर्ने कम्पनी यही हो B1 अनि अब एकछिनमा भित्र जाने 8 बज्न लागेपछि मस्त काम हान्नुपर्छ भात यहाँ लिएर छु होइन त्यहाँ एउटा स्याउ छ अहिले भोक लाग्छ स्याउ टक्क पार्ने हो अनि घरमा आएर आमाले गेम खेल्थ्यो नि त पहिला त घरमा आमाले पस्केर राखे भात पनि एकछिन पछि जाने अनि त झलझल याद आउँछ यार के गर्नु भात चिसो भइसक्यो हुन्छ होइन पुरा चिसो भइसक्यो हुन्छ क्या भात अनि यहाँको 1 बजे भनेपछि नेपालको 4 बजे भात खान्छ भोक मस्त लागिसक्यो हुन्छ मस्त भोक लागेको हुन्छ होइन झलझल याद आउँछ के गर्नु र गाह्रो छ नि ल भाषा बुझ्दैन केही के बोल्छ होइन के बोल्छ म्याकुरी इसारामा काम गर्नुपर्छ क्या टक्क उसले यस्तो इसारामा बोल्दै इसारा गर्छ होइन अनि त्यही बुझेर काम गर्नुपर्छ भाषा आउँदैन लास गाह्रो हुन्छ भाषा नआएपछि के भने म्याकुरी भर्खर त आएको होइन 1 महिना हुन भयो 1 महिना आएको त काममा लाग्को चाहिँ भएको छैन अनि के भने यार न इङ्ग्लिस बुझिन्छ न रोमानियन बुझिन्छ आफ्नो भाषा यिनीहरूले बोल्दैन यिनीहरूको भाषा मैले बुझ्दिनँ अब टक्क जानुपर्छ काममा हेरौँ कम्पनी यति ठुलो छ सर सब
अनि यहाँदेखि छिटो काम लाउँछ। हाइदे बाबा हाइदे हाइदे बाबु। मलाई कम्पनीले गाडी दिएछ, ड्राइभर पनि दिएछ। यसरी गाडी पनि दिएछ, ड्राइभर पनि दिएछ, ह्यान्डल ल्याएछ चलाएर। ल ल फर्काउँछु, म फर्काउँछु। देखा मेरा ट्यालेन्ट। घडीले 7 बजाइसक्यो यार। टक्क अब कफी हान्दै बस्नुपर्छ। गाडी आउँछ कि भनेर बस्यो, गाडी आएन क्या सामान लिने। फेरि 5 बजीदेखि काम सकाएर बसेको होइन। अब रविने भाइ बिहानकै स्थानमा बस्छ। आज त घाम उता पुगिसक्यो टक्क। अब गएर पकाएर खान यस्तो झ्याउ लाग्छ कि फेरि गाडी आएछ उते जस्तो छ। टक्क ल्याएर के गर्ने हो? थिचिरहे उडाइदिन्छ फेरि। थम्बनेल हान्नुपर्छ क्या थम्बनेल। रियल जस्तै छ यो हेर्दा चाहिँ पुरै खेलाउने जस्तो नि छैन क्या फेरि। ह्यापी छ त ल हान्नु न पुरै। के कसरी चलाउँछ के थाहा अब को छ हो? गनगन गनगन गरिरहेको छ। के भात खाएको? सबै भिडियो गर्दै हुनु। म गर्दिनँ ल। ओइ एके एके गाइज यहाँ तरबार पनि छ त। तरबार थगलाई भन्दै हिँड्नुपर्छ यहाँ तर्साउँदै। सब छ क्या एके। ओ यो कुन गन हो भाइ? तो भन्दै नि फेरि यस्तो पनि हुन्छ त यहाँ तरबार। उडाइदिन्छु मैले। हेर्नु त त्यसरी विश्वदा हान्नु तपाईँलाई। के छैन क्या है फ्री फायरको मेडिकेट गर्नु। ल मेडिकेट गर्ने सुपियो चाहिँ यो त्यो हान्ने तरबार। आमा सब छ सब यार। खुकुरी सब है सब भाई लोग सब है। लाखों बे मसँग न्यू खोज्ने होइन कहिले पनि है। म यहाँ यस्तो फेरि अलि आएन कि यो। म फेरि यहाँ यस्तो लिएर बसिरहेको हुन्छु क्या गाइज। यस्तो जम्मा 24 लिमा अनि टमाटर काट्ने चक्कु यही हो दाइ। हामीलाई मासु काट्नलाई चाहिरहेको होइन? मासु काट्नलाई छैन नि चक्कु? छैन है? यो कस्तो होला? यो कस्तो होला यार मासु काट्नलाई यार?
यो कस्तो होला मासु काट्नलाई कोहीले नि खोज्यो भने मसँग बहुत सारे गन छ म यहाँ किन्दै ल्याएर हान्दिन्छु बन्दुक भगवान पनि छ ओह ड्रोन हान्दिनु पर्छ क्या एउटा सब ल्याम्बोर्गिनी फ्युचर गाडी त यहाँ पो रहेछ यार मेरो कस्तो दामी के ह्यान्डल समेत क्या ल थार यही बल खै के हो के यार के हेर्ने हो के हेर्ने अलि राम्रो क्याप लैजाऊँ न एउटा भन्नु नहीं यार यस्तो घाम पानीले मायालाई छुन्छ सुफामा हामी चाहिँ टक्क कामतिर हिँड्दैछौँ यस्तो पारामा यस्तो लिएर यस्तोतिर अनि बहुत रोमान्टिक छ गुलाबको फुल हरियाली जङ्गल हेर्न घर परि कस्तो छ केही बवाल रुखहरू छ रुखै रुख छ क्या यो बाटामा चाहिँ साउ ठाउँमा हेर्न के को रुख हो यो ओ इसपे गाडीको लाइन पुरै पार्किङ है त्यहाँ स्कुटीमै कत्रो बाङ्लो हुन्छ हामी टक्क कामबडी टक्क फ्याम टक्क घर आइसक्यौँ होइन अनि घाम लागिरहेछ टक्क 6 बजिसक्यो अहिले आएको चाहिँ अनि खासमा म चाहिँ कस्तो चिल्लो गाडी हो आज त
बिहानदेखि गाडी हेरेको यो लाइन पुरै गाडी आएर हामी चाहिँ हल्का मार्केट जानु लाग्यो अनि म चाहिँ भिडियो नहालेको पनि धेरै भएको थियो यार एडिट पनि गरिभएन भिडियो पनि पुरा भएन भिडियो एन्डिङ मात्रै हान्न हो क्या टक्क लगाएर सो त्यही हो क्या है आजको भिडियो चाहिँ अन्त्य हानिदिनु पऱ्यो होइन मेरो भ्युअर्सहरूलाई सबैलाई माया छ सबैलाई मनदेखि रिस्पेक्ट छ होइन सबैले माया देखाइदिनु होला अनि मायाले सब्सक्राइब गरिदिनु होला रम भाइ भर्खर विदेश आएको बल्ल 1 महिना कम्प्लिट भइसक्यो यार अनि सो त्यो है सबैले माया देखाइदिनु होला नयाँले सब्सक्राइब गरिदिनु होला के कस्तो लाग्छ भिडियो कमेन्ट गरिदिनु होला होइन हामी फेरि भेट्छौँ नेक्स्ट ब्लगमा तबसम्मको लागि बाई बाई फ्या